तपाईँले यहाँनिरको पुल हेर्नु न यो पुल चाहिँ क्या दामी छ नि त होइन भ्यूहरू एकदम दामी छ नि त त्यही हो अब अगाडिको भ्यू हेर्नु न यहाँबाट बब्बाल देखिन्छ क्या यस्तो दामी देखिन्छ हेर्नु न यो सही देखिन्छ है हेर्नु त त्यही हो गाइज है दामी छ क्या यो यहाँनिरको चाहिँ लोकेसन होइन यो बाटो चाहिँ अफकोर्स हिँड्नु नछुटाउनु क्या दामी लाग्छ मलाई पनि होइन तपाईँहरूलाई दामी लाग्छ होला त्यही हो तपाईँहरूलाई पनि दामी लाग्छ भने आस्ते आस्ते गरेको छु होइन दामी त बाटो यो सानोतिनो अलिक एक दुई ठाउँ यहाँबाट पत्ला बारदिवास जाने बाटोसम्म चाहिँ 2-3टा उयो छ क्या बाटोमा जस्तो पुल भत्केर पानी बगेर होइन हो त्यस्तो ठाउँहरू छ होइन अन्त सबै राम्रै छ एकदम चिल्लो छ आँखा चिम्लेर कुदाउन सक्नुहुन्छ होइन कुनै पनि कम्प्लेन छैन यसमा चाहिँ बब्बाल भ्यू हेर्नु न भ्यू हेर्नु न सही छैन त होइन यहाँ दामी छ नि त सही छ नि त भ्यू त सही छ क्या भ्यू त मलाई चाहिँ सही लागेको है यो भ्यू चाहिँ दामी छ यहाँनिर चाहिँ घर बनायो भने बब्बाल भ्यू है टक्क टुप्पोमा घर बनाएर होइन त्यही हो दामी छ भ्यू दामी छ तपाईँहरू नि एकचोटि घुम्न चाहिँ आइदिनु होला घुम्न भन्दा भ्यू चाहिँ राम्रो छ यस्तै रिसोर्ट सेन्टरहरू चाहिँ मलाई थाहा भएन होइन दामी छ ट्राफिक सर्भर दिइरहनु भएको रहेछ है पार्किङ प्लेस बस्ने ठाउँ टक्कसँगले त्यही हो दामी छ आउनु होला घुम्नु होला रमाइलो गर्नु होला है अब भ्लगहरू चाहिँ प्रायः जस्तो पेन्डिङ धेरै नै छ नि त यो भ्लग चाहिँ अब 1-2 दिन पछाडि हालिदिन्छु म त्यही हो अगाडिको भ्लगहरू पेन्डिङमा छ क्या त्यो डाउनलोडै भएको थिएन त गोप्रो त किने है गोप्रोबाट चाहिँ अब डाउनलोड कसरी गर्ने होइन ओटिजी लाएर मैले चाहिँ डाउनलोड गर्नु खोजेको युएसबी बिग्रिरहेको रहेछ कि अनि म चाहिँ किन डाउनलोड भएन हुँदैन कि क्या हो फुल एचडी डाउनलोडहरू भनेर भनेको थिएँ नि त यता कपी गर्नुपर्ने रहेछ नि त मेमोरीबाट अब मोबाइलमा कपी गर्नुपर्छ अनि त्यही हो कपी चाहिँ भएकै थिएन नि त अनि अहिलेसम्म अनि त्यही हो अब कपी चाहिँ अहिले नयाँ युएसबी किनेदेखिको अपलोड चाहिँ गरिराखेको छु आज पनि एडिट चाहिँ गरेको थिएँ होइन एडिट गरेर अब प्रोफाइल चाहिँ कुन राख्ने नाइट भ्लग छ है अब फुल कालो छ अब त्यसमा चाहिँ जस्तै मान्छेहरू कुनै पनि वस्तुहरू चाहिँ देखिएको छैन नि त अनि त्यही हो अब त्यो एडिट गर्नलाई अलिकति समस्या पनि हुने भयो अनि अब जस्तै ट्राफिकको कन्टेन्ट थियो होइन त्यो कन्टेन्ट चाहिँ अब कसरी बनाउने त के गरेर उयो सक्सेस गर्ने होइन त्यसलाई कसरी बनाएर अब प्रोफेसनल बनाउने हो त्यसो नि त सकेसम्म त मैले राम्रै बनाइदिनु खोजिरहेको छु भ्लगहरू तर अहिलेसम्म चाहिँ अब भ्लगहरूलाई भ्युज पनि गएको छैन हजुरहरूले हेरिदिनु होला होइन त्यही हो ल अलिकति कोसी पुगेपछि तपाईँहरूलाई म भ्युज यताउति देखाइदिन्छु है त त्यही हो गाइज कोसी चाहिँ पुगिसकेको छ है अब कोसीको खोला आउने चाहिँ बाँकी छ होइन त्यही हो तर यहाँनिर चाहिँ सिचुएसन हेर्नु न म सही छ नि त यताको लुक्स हेर्नु न यताको दामी छ यो पहाडको बाटो फेरि यस्तो छ नि त कुइनाटो त्यही हो कुइनाटो ज्यादा छ है कुइनाटो चाहिँ बब्बाल छ भिड हेर्नु आम्मो बब्बाल छ भिड यार साइड बाटो त कडा मरत छ बाटो हेर्नु न यहाँबाट आएको यसरी अब यो बाटो यसरी जाँदैछ अगाडिको भ्यू आम्मो कडा छ नि त भ्यू त अहिले म त्यो खोलाको छेउछाउ जाने हो क्या यही बाटो यताबाट यस्तो घुमेर यताबाट यसरी जाने हो नि त अनि त्यही हो
तर कोसी चाहिँ ठुलो त यहाँनिर ठुलो छैन नि कोसी, यत्रो पानी कुदिरहेछ नि त। अनि वहाँनिर गएपछि चाहिँ अब म पुल उयो मेरो भिडियोमा कोसीको पुल पनि देखान् त होइन, तर 52वटा ढोका चाहिँ भन्दै होइन, तर 52वटा रहेन चाहिँ 55वटा रहेछ। मैले जहाँसम्म लाग्यो 56 जस्तो लागेको थियो, तर 55 रहेछ के। अनि त्यही हो 55वटा ढोका चाहिँ रहेछ। अब यताउता अब जस्तै कि कोसीकै खोलाकै चाहिँ 55वटा रहेछ। अनि अब जस्तै कोसी खोलादेखि अब यताउता जान्छ नि त, दायाँ बायाँ कटाउने ठाउँहरू हुन्छ नि त, हो तिनीहरू जोडो भने त झन् अब 60वटै पुग्छ होला क्या, लगभग 5-6वटा त त्यतातिर होला। अनि त्यही हो अब कोसीको खोला पनि आयो है गाइज। अब यहाँबाट अलिकति उताबाट यसरी जानुपर्ने हुन्छ, उतानिर त ब्रिज। अनि त्यही हो यो खोला चाहिँ यहाँनिर त सानै छ, त्यति साह्रो ठुलो छैन नि त। अनि यहाँनिर चाहिँ चट्टा आउने होइन, कोसीको माछा साछा खाने अब दामी ठाउँ छ नि त। अनि त्यही हो यहाँ चाहिँ ट्राफिक प्रहरीहरू पनि बस्नुहुन्छ नि त। यहाँ चाहिँ जस्तै कि अब बाढी पहिरो आएको बेला चाहिँ होइन, यहाँनिर कन्ट्रोल गर्ने पास अब गाडी पास गर्ने नगर्ने के गर्ने भन्ने कुराहरू पनि हुन्छ नि त। त्यही हो यहाँनिर अझै होइन रहेछ यार, अझै पर रहेछ यार, यहाँबाट पनि अझै यता जाने रहेछ। म त यहीँनिर होला भनेको त अझै उता पो रहेछ त। त्यही हो अब यहाँनिर पनि एउटा ब्रिज भन्नाले सानो कुवाको पानी आउँछ क्या, कुवाको पानी होइन झर्नै होला यहाँभित्र चाहिँ। अब त्यो फुर्सद चाहिँ छैन, भित्र झर्ना नै होला, भित्र चाहिँ झर्नै छ जस्तो छ होइन। त्यही हो म हेर्नु न माथि पहिरो आउन मात्रै बाँकी छ क्या, अलिकति पानी पऱ्यो भने गुन्डुङडुङ झर्छ यिनीहरू सबै। कस्तो यस्तो टर्निङ गर्नु ओभरटेक गर्न आउँछ क्या गाडीहरू। पेडा भण्डार यहाँनिर पनि रहेछ क्या, पेडा भण्डार, पेडा फेडा खान मन लाग्यो भने पनि रहेछ। जे होस् दामी छ ठाउँ। यहाँ पुलिस बसिरहेको हुन्छन् क्या 24 घन्टा, वारी पारी नै बसिरहेको हुन्छन्। हेर्नु न भिडियोहरू आम्मा बब्बा छ नि त, सही छैन। अनि यहाँनिर चाहिँ हाम्रो आन्टीहरू हुनुहुन्छ, यहाँ पनि हुनुहुन्छ, दामी दामी जोडी जोडी आएर घुमिरहेको छ नि त। यहाँ चाहिँ अब म सेल्फ हानिरहेको, यो चाहिँ हो क्या घुमघाम भनेको केटाको। यो केटी लेडिज पनि आइरहेको छ, म केटाहरू पुरा अङ्कलहरूले पनि गर्लफ्रेन्ड बनाएर कि बुढी लिएर आएको पनि गर्लफ्रेन्ड। त्यो विनले क्या हेरिदिइरहेको थियो यार मलाई। यसरी न हेरौँ न गाइज, यसरी हेरिदिनु भयो भने त कन्टेन्ट बनिहाल्छ नि त होइन। त्यही हो कोसी सकिसक्यो गाइज, कोसी सकिसक्यो है। पहाडहरू चाहिँ यहाँ मस्त होइन। अब त्यो जो चिसो हावापानी चाहिँ हुन्छ क्या, मौसम सही छ नि त, त्यही भएर गाडी कुदाउने यसो रमाइलो गर्नलाई पनि हुन्छ नि त ठाउँहरू। अनि त्यही हो है यहाँनिर चाहिँ अब त्यही मैले भने नि अघि यस्तो घुमेर जानुपर्छ, अब यही छेउछेउ कुलो जानुपर्छ नि त। अनि त्यही हो अब धेरै लामो भिडियो हुन्छ कोसीको मात्रै, अब त्यो अब अलिकति अगाडि गएर सानो भिडियो बनाइन्छ फेरि है। त्यसको लागि एकछिन प्रतीक्षा गरिदिनु होला। सबै भाइले भिडियो देखाएन भन्नु होला होइन। सबै भिडियो चाहिँ अब ब्याट्री पनि एउटा मात्रै छ, किनेदेखिको अर्को किनेकै छैन नि त। अब यसको 13 को चाहिँ अब ब्याट्री किन्न पनि अब अलिक गाह्रै रहेछ होइन भन्नाले अब मैले चाहिँ कन्ट्याक्ट पाएको छुइनँ अब त्यस्तो साह्रो। अनि त्यही भएर अब किनेको पनि छैन होइन। ओरिजिनल चाहिँ भाइ पाउँदैन, डुप्स चाहिँ पाउँछ भनेर भनिदिइरहेको थियो होइन यो किन्ने ठाउँमा पनि। अनि त्यही भएर मैले किनिनँ पनि क्या, अब त्यो धेरै घन्टा पनि टिप्दैन अरे। अनि त्यही भएर ल त गाडी चाहिँ अर्को ठाउँमा पुगेपछि हेर्नु त भ्यू आम्म बब्बा सुन्छ होइन। हेर्नु त त्यसलाई कमसेकम यसो हेर्ने अनि यतातिर लुकाउने गाडी। त्यो चाहिँ राइटोल आइसक्यो, बिचगाउँ चाहिँ त्यहाँनिर छ है। अनि यो राइटोल चाहिँ यतातिर अरे नि त। अब यहाँ माथि गएर चाहिँ म त सबैहरूलाई सबै देखिन्छु ल। तपाईँसँगले यो चाहिँ यो बिचगाउँ हो उतातिरको।
अनि यस्तो पहाडहरु पहाड छ नि यहाँनेरि चट्टसँगले राइटोल चाहिँ ऊ त्यहाँनेरिको क्या चट्ट लाएर अनि त्यही हो यहाँनेरिको घरहरू पनि पुरा यसको छ टाइलको यो माटोको हुँदैन टाइल हो त्यसकै छ बाइक सुई आयो सही छ नि त केटाहरूले खतरा पेलिदिन्छ गाडी पनि आउँदैछ गाइस म राइटोल आइसकेँ गाइस राइटोल त्यही हो गाइस अब एकछिन पछाडि फेरि मोटो भ्लगमा स्टार्ट हुन्छ है त राइटोल आइसकेको छ है गाइस राइटोल आइसक्यो गाइस है राइटोलको घरहरू चाहिँ यस्तो छ है चट्ट लाएर पहाडहरू हेर्नु न भ्यू आम्म बब्बाल छ नि त अलिकति ठाडो बनाऊँ न त्यही हो गाइस राइटोल आइसकेको छ है टचले राइटोल गाइस ब्याट्री पनि अब 25% रहेछ नि त त्यही हो गाइस है राइटोल आयो राइटोल दामी छ भ्यू यार गाइस हेर्नु न आम्म बाख्राहरू चाहिँ टन्नै पालेको अरे यहाँको व्यवसाय नै अब जहाँसम्म लाग्छ खेतीहरू त त्यति धेरै छैन नि त पहाडको उयसमा न त यो के अरे पहाडमा त्यो के फल्छ ऐसेलुहरू हो तिनीहरू लगभग छैन नि त हेर्नु न आम्म टाइलहरूको घर क्या सही छ नि त यो साइडतिर चाहिँ अलिकति दामी हावापानी पनि राम्रै छ सबै थोक ठिक छ होइन तर राइटोल सही छ हेर्नु म राइकै बच्चा होला हो अब राइटोल भने चाहिँ राइकै बच्चा त हुनसक्छ नि होइन र यो चाहिँ के छ बैजनाथ खोला पुल बैजनाथ खोला अरे सही छ है त्यसले त्यति धेरै खेती त हुँदैन होइन तराईमा जस्तो तर त्यही पनि गर्नु चाहिँ गर्दो रहेछन् अलिअलि जे जति तराई ठाउँ जस्तोमा सम्म ठाउँहरू हुन्छ हो त्यहाँनिर चाहिँ खेती चाहिँ गर्दो रहेछन् क्या हेर्नु सही छ नि तर यो पुल चाहिँ अलिकति यतैतिर बनाएको भए सही हुन्थ्यो नि त होइन तर अलिक कस्तो ठाउँ बनाएको क्या यो त अलिकति भएन नि त त्यही हो गाइज ए राईहरू राईहरू देखाइदिउँ न म घरहरू हेर्नु न दामी छ नि त त्यही हो अहिले ऊ त्यहाँ माथिबाट जानुपर्छ क्या अब यहीँबाट गयो नि त म अब यहाँबाट जाँदैछु है अहिले ऊ त्यहाँ माथिबाट जानुपर्छ क्या यो चाहिँ इलेक्ट्रिक अटो आयो क्या कस्तो इलेक्ट्रिक जस्तो देखिन्छ होइन ए इलेक्ट्रिकै रहेछ यार इलेक्ट्रिक अटो पनि आएछ नि त मैले त देखेको थिएन नि त दामी छ भ्यू यार दामी छ त्यही हो गाइस है अब ब्याट्री पनि फाँक हुन लाग्यो नि त अब बोल्दै भिडियो भ्लग गर्दै गइहाल्यो भने नरिसाइदिनु होला भ्लग त्यस्तै आउँछ है सुरुमा अब त्यस्तै त हो अब भनेको जस्तो कन्फिडेन्स हुन्छ नि यति बजे ठ्याक्कै सिद्धिन्छ यति गरिसक्यो अब यति मिनटमा सिद्धिन्छ भन्ने कन्फिडेन्स चाहिँ छैन यी पानी यहाँ छ पानी आयो पानी खाइदिउँ यार पिउने ठाउँ यो चाहिँ अर्ग्यानिक पानी हो के जङ्गलबाट निक्लेको झन् होइन गाउँघरको भन्दा पनि अर्ग्यानिक हुन्छ नि त ए चिप्लो चाहिँ हुन्छ फेरि लेउ लागेको हुन्छ त्यही हो गाइस त्यही हो अहिले चाहिँ म बर्दिवासदेखि ढल्के पनि कटिसकेँ बर्दिवास र ढल्के पनि कटिसकेँ है अहिले चाहिँ जङ्गलको बिचमा छु निजगढको त्यही हो अहिले रात पर्न लागिसक्यो नि त अब ब्याट्री पनि छैन जम्मा 7% रहेछ त्यही हो अब 5 पनि बजिसक्यो होला होइन
अब ब्याट्री पनि छैन। त्यही हो गाइस, अब एकैचोटि सिमराममा भेट भएर अब रुममै भेट भएर यसो चट्टासँगले आजको भ्लग यहीँ राखिदिने है। ओके छ त गाइस।